आफ्नो मन्तव्य राखिदिन म हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप मन्तली नगरपालिका वडा नम्बर 14 का यस कार्यक्रमका सभापतिज्यू, मेरो मञ्च अगाडि उपस्थित हुनुभएका अग्रज बुवामा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत राष्ट्रिय स्वतन्त्र पार्टीलाई अद्भुत माया र आस्थाको दीपको एउटा ज्योतिको रूपमा अब दीप प्रज्वलित गर्नुपर्छ भनेर हाम्रो आस्थालाई समर्थन गर्न यहाँ उपस्थित हुनुभएका सम्पूर्ण शुभेच्छुक मनहरूप्रति घन्टीमय न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। जय घन्टी। आज हामी एउटा देश बनाउने अभियानको एउटा दियो बोकेर हिँडेका छौँ। एउटा देश बनाउने अभियानमा एउटा आँखाको झुल्को बोकेर हिँड्दै गर्दा हामीभित्र आएका चुनौतीहरू, हामीभित्र आएका व्यवधानहरूलाई तिलाञ्जली दिँदै आज राष्ट्र बनाउने अभियानमा एउटा नयाँ युवा पुस्ता, एउटा ऊर्जा बोकेको व्यक्तिहरू जम्मा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन अभियान अन्तर्गत आज यो वडा अधिवेशन सम्पन्न गर्न हामी यहाँ उपस्थित भएका हौँ। हामीलाई थाहा छ र यहाँहरूले थाहा पनि पाउनुपर्ने छ, हिजो विगतका दिनहरूमा यो देश बनाउँछु भनेर 35 वर्षसम्म यो देशलाई हाँक्नेहरू, यो देशका विभिन्न तह तबकामा बसेर राज्य संयन्त्र चलाउनेहरूले यो देशको आज धरातल, यो देशको भौगोलिक अवस्था, यो देशको अर्थतन्त्र यो कसरी चलाइरहेका छन् हामीले यहाँ मनन गर्नुपर्ने कुरा छ। त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी यी सम्पूर्ण चिजहरूलाई तिलाञ्जली दिँदै एउटा पदको निमित्त एउटा मञ्चमा एउटा अगाडि उभिँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीका व्यक्तिहरू एउटा पदका लागि मात्र दौडिरहेका छैनन्। यो राष्ट्र बनाउने अभियानमा दौडाउँदै गर्दा अब युवा पुस्ता, हाम्रो दोस्रो पुस्ताका हाम्रा सन्ततिहरूको भविष्यलाई सुनिश्चित गर्नुपर्छ भनेर आज राष्ट्रिय स्वतन्त्र पार्टीको यो नीलो क्रान्तिको झण्डा बोकेर यहाँहरूको घर आँगनमा आइपुगेका हौँ। यहाँहरूको घर आँगनीमा आइपुग्नुभन्दा अगाडि हामीलाई लाग्दै थियो गत 79 को निर्वाचनमा यहाँ तपाईँहरूकै अगाडि हुनुहुन्छ समीक्षा श्रेष्ठजी, उहाँ उम्मेदवार हुँदै गर्दा जिल्लामा संगठन थिएन। हामी त्यो माथि डाँडामा रमेशजीको घरमा हिजो इभन प्रवीणजीका घरहरूमा आइपुगेर अब यो संगठन कसरी बनाउने होला हे भगवान भनेर हामीले भगवान पुकार्नु पर्ने दिन थियो, जबकि एउटा भित्तामा पम्पलेट र पोस्टर टार्ने साथीहरू नहुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले बिजारोपण गरिसकेको थियो। आज हामी संगठनको अभियानमा यति धेरै साथीहरूको जमात, यति धेरै साथीहरूको आस्था र भरोसाको दीप बोकेर हिँड्दै गर्दा यहाँहरूलाई लाग्न सक्छ, ओहो आज मन्थली नगरपालिका वडा नम्बर 14 को यो भूगोलमा आउँदा यहाँहरूलाई थाहा छ हिजो हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी भनेर भोट हाल्यौँ, हलो चिन्हमा भोट हालेर चुनाव जितायौँ। फेरि हाम्रै हातहरूले ओहो हाम्रो त साथ समर्थन दिने माओवादी पार्टीको रहेछ भन्यौँ, हाम्रै हातले माओवादीलाई भोट हाल्यौँ। क्रमशः फेरि नेकपा एमाले भन्यौँ, काङ्ग्रेस भन्यौँ। तर हाम्रो जनजीविकाको विषय, हाम्रा शिक्षाका विषय, हाम्रा स्वास्थ्यका विषय, हाम्रा बाटाघाटाका विषय, यी हाम्रा भौतिक सुखका विषयमा ती जनप्रतिनिधिहरूले हामीलाई कति दिन सके, हामी कुन अवस्थाबाट आज अगाडि बढिरहेका छौँ यहाँहरूले मनन गर्नुपर्ने बेला छ। यसैले त राष्ट्रिय स्वतन्त्र पार्टी आज संगठन अभियानको एउटा नाम लिएर यहाँहरूको घर आँगनीमा आइपुगेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी पुरानो राजनीतिक संस्कार, पुरानो राजनीतिक विचारलाई अवलम्बन गरेर यहाँहरू माझ आइपुगेको छैन। हामी नयाँ संस्कृत एउटा विचार बोकेका छौँ। हुन त यहाँहरूले हामीलाई पनि भन्न सक्नुहोला, तपाईँहरू पनि त यो उमेरसम्म आइपुग्दा कुनै न कुनै राजनीतिक दलमा आस्था राख्नु भएको थियो होला नि, आजै कसरी परिवर्तन हुनुभयो भनेर तपाईँहरूले प्रश्न गर्न सक्नुहुन्छ। तर हामी तपाईँहरूका अगाडि आज आउँदै गर्दा मैले अघि नै पनि भने हामी युवा जोस, युवा जमात र नयाँ पुस्ताको भावी र भविष्य सिर्जना गर्नुपर्छ र तिनीहरूको सुनिश्चित गर्नुपर्छ भनेर आइपुगेका यी युवाहरू
20औं वर्ष कोही बेलायतमा, कोही अमेरिकामा, कोही अस्ट्रेलियामा, कोही जापानमा, कोही दुबईको गाडीमा, कोही मलेसियामा 20औं वर्ष 10औं वर्ष यहाँ काम गरेर आफ्नो श्रम बेचेर अब आफ्नो देश आफै बनाउनु पर्छ। हामी यो देशको पूर्वाधार निर्माणको सिर्जना गर्ने अभियानमा हामी गएनौँ भने यो मुलुक अझै केही वर्ष धकिलिन्छ। यिनै राजनीतिक दलहरूले गरे भने भनेर हाम्रा यी जमात लिएर, यी युवा जोस भएका साथीहरू लिएर यहाँहरूको घर आँगनीमा आइपुगेका हौँ। म आज वडा नम्बर 14 को यो वडा अधिवेशनलाई सम्बोधन गर्दै गर्दा मैले भन्नै पर्छ, मेरो आदरणीय दाइ हुनुहुन्छ भरत वैवा दाइ। भरत दाइ, हिजो तपाईँ व्यवस्थामा त्यही व्यवस्थामा रहेर अवस्था परिवर्तन गर्छु भनेर जानुभएको थियो। आउँ सहकार्य गरौँ। उहाँकै छोरा हुनुहुन्छ चन्द्र दाइ, नेपाली काङ्ग्रेसमा आबद्ध हुनुहुन्छ। चन्द्र दाइ, म आज तपाईँको गाउँमा आएर भन्दैछु, बुढा एउटा ढुङ्गामा खुट्टा राख्ने, छोरा एउटा ढुङ्गामा खुट्टा राख्ने कसरी पार तर्न सकिन्छ? यही व्यवस्थामा रहेर कसरी हामी पार तर्छौँ? व्यवस्थाका विषयमा बसेर छलफल गरौँला। पहिले जनताको अवस्थामा परिवर्तन गरौँ। आउनुहोस् सहकार्य गरौँ। मन्थली 14 ले यहाँहरूलाई नेता मारेर सहकार्य गर्न हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण शुभेच्छुक साथीहरूले यहाँहरूलाई साथ समर्थन दिन तयार हुनुहुन्छ। आउनुहोस् बसेर टेबलमा बसौँ, सहकार्यका बाटाहरू खोलौँ। यदि तपाईँलाई व्यवस्था परिवर्तन गर्ने दिन नै आउँछ भने हामी तयार छौँ। पहिले जनताको अवस्था, यो व्यवस्थाभित्र रहेर जनताको अवस्था परिवर्तन गरौँ। तपाईँहरूलाई म आग्रह अनुरोध गर्न चाहन्छु। हामीले संगठन निर्माणको अभियानमा हामीले धेरैवटा पालिकाहरू अधिवेशन सम्पन्न गरिसकेका छौँ। सम्पन्न गर्दै गर्दा मन्थली नगरपालिकाको वडा नम्बर 3 अधिवेशन हामीले केही महिना अगाडि नै सम्पन्न गरिसकेका हौँ। आज मन्थली 14 को यो अधिवेशनमा आइपुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो संगठन अभियान मात्र होइन, एउटा हिजो यहाँहरूले देख्नु भएको थियो वैकल्पिक राजनीतिक शक्तिको एउटा स्रोतको रूपमा आउँदैछ भनेर यहाँहरूलाई जसरी लागेको थियो, आज वैकल्पिक राजनीतिको धार बटुलेर आइपुगेको राष्ट्रिय स्वतन्त्र पार्टी त्यो सदनमा उभिँदै गर्दा राष्ट्रको चौथो दलको रूपमा स्थापित भएको पार्टीका हाम्रा माननीयहरू आज सदनमा उभिँदै गर्दा देशमा भएको व्यतिथि, देशमा भएको भ्रष्टाचार, देशमा भएको कुरीतिका विरुद्ध कसरी आवाज उठाउँदा रहेछन्, राष्ट्रिय स्वतन्त्र पार्टीका ती हाम्रा माननीयहरूले कसरी आवाज उठाए यहाँहरूले देख्नु भएको छ। यो हेरेर पनि सामाजिक सञ्जालदेखि टिभी विभिन्न मिडियाहरू मार्फत हेर्दै गर्दा यहाँहरूलाई लाग्न सक्छ, ओहो राष्ट्रिय स्वतन्त्र पार्टीको बीजारोपण गरे, पार्टीको स्थापना गरे, पार्टी सभापति रवि लामिछानेलाई आज विभिन्न राजनीतिक दलका गठबन्धन गरेर विभिन्न मुद्दा काण्डमा आज जेलमा राख्दै गर्दा यहाँहरूलाई लाग्न सक्छ के राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चाहिँ यो देश 35 वर्षसम्म लुटेर खानेहरूको अगाडि आज 3 वर्षमा राजनीतिक शक्तिको रूपमा स्थापित हुँदै गर्दा सारा यो देश बिगार्ने रवि लामिछाने नै हो त? यहाँहरूलाई प्रश्न उठ्न सक्छ। त्यसैले यो देश बिगार्ने, यो देशलाई व्यतिथिमा लाने, यो देशलाई भ्रष्टाचारमा लाने, यो देशका विभिन्न विभागहरू बेची खाने, कल कारखाना बेची खाने, उद्योगहरू बेची खाने त्यही नेपाली काङ्ग्रेस हो, त्यही नेकपा एमाले हो। अहिले 17 वर्ष जनयुद्धपछि आएको उब्जिएको अहिले खारेजीमा परेको त्यही नेकपा माओवादी हो। यहाँहरूलाई थाहा छ। हामीले हिजो जनताका आवाज बोल्छ भनेर नेकपा माओवादीलाई उयो कुखुराहालमा कार्यक्रम हुँदै गर्दा म खिम्तीको मान्छेले 5 पाथी चामल ढोक्रामा बोकेर हेरेर त्यो कुखुराहालमा ल्याएर छोडेको मान्छे हो। यहाँहरूलाई पनि यो ठाउँबाट कसैले खसी दिनुभयो, कसैले कुखुरा दिनुभयो, कसैले चामल दिनुभयो। त्यसको आज प्रतिशोध, त्यसको प्रतिफलको रूपमा हामीले के पायौँ त? हाम्रा छोराछोरीहरू, हाम्रा भाइ बुहारीहरू टुरा भए, कोही चेलीबेटीहरू विधवा भए। तर जनताले पाउने त्यो अवसर कुन चाहिँ राजनीतिक दलले दिन थाल्यो त? यहाँहरूले वर्णन गर्नु परेछ। अब हामी राष्ट्रिय स्वतन्त्र पार्टी राजनैतिक वैकल्पिक दलको रूपमा होइन, चौथो दलबाट राष्ट्रिय स्वतन्त्र पार्टी 1 नम्बर पार्टीको रूपमा स्थापित हुँदैछ। यहाँहरूलाई जानकारी गराउन चाहन्छु। तपाईहरू भनेको आज यो वडा अधिवेशन गर्नु भनेको तपाईहरूलाई एउटा गाडीको इन्जिन बनाउनु हो।
रवि लामिछानेले भन्नुभएको छ, गाडी त छुट्यो, यो गाडी गन्तव्य नपुगिकन कहिले रोकिनेवाला छैन। त्यसैले गाडी हाँक्ने ड्राइभरको रूपमा आज हाम्रा केन्द्रीय नेता बनिरहँदा वडा अधिवेशन र पालिका अधिवेशन जिल्ला तह बनेका हामी इन्जिन हौ। त्यो इन्जिन मजबुत बनाउन सक्यौँ भने बल्ल मेरो पार्टी सभापतिले, मेरा केन्द्रीय नेताहरूले बल्ल त्यो गाडीलाई गन्तव्यमा पुर्याउन सक्छन्। को चढ्छन्, को झर्छन्, त्यो बिचमा कसैले पार्टी छोडो, को आयोसँग सभा लिएर हामी राष्ट्र परिवर्तन गर्ने समुन्नत नेपालको एउटा परिकल्पना गर्ने उद्देश्य लिएर हिँडेका हामी राष्ट्रिय स्वतन्त्र पार्टीका युवा कदापि हामी डगमगाउने छैनौँ। हामीलाई ढिलो हुने, हामीलाई लम्कन छुट हुने छैन। हामी हात्ती लम्के जसरी लम्किरहनु पर्नेछ। हामीले विविध समयका पाबन्दीका बीच पनि आज हामी यहाँहरूको यो अधिवेशन सम्पन्न गर्न आइपुग्दै गर्दा अब बन्ने कार्य समिति एउटा पद दिन मात्र आएका होइनौँ। यहाँहरूलाई चेतना होस्, आज हामीले वडा अधिवेशन सम्पन्न गर्दै गर्दा आज फलानु चाहिँ वडा नम्बर 14 को वडा सभापति भयो रे, उपसभापति सचिव भयो रे भनेर यहाँहरूलाई पद मात्र बाँड्न आएका होइनौँ। यो एउटा विद्यालय हो। आज हामीले एउटा विद्यालय निर्माण गर्दैछौँ। राष्ट्रिय स्वतन्त्र पार्टी एउटा नयाँ विद्यालय, परिष्कृत विद्यालय, नयाँ शैक्षिक थलो जसले देश बनाउने अभियानको परिकल्पना गर्छ हो। यो अभियान बोकेर आएको हुनाले यो आज बन्ने एउटा मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो एउटा विद्यालय हो। यो विद्यालयमा राम्रा कुराहरू सिकेर राष्ट्र बनाउने अभियानमा यहाँहरूले साथ दिनुहुनेछ भन्ने मैले राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले अपेक्षा गरेको छ। मैले अघि नै पनि भने अनन्त यात्राका निमित्त निक्लेका हामी यात्री हौ। हाम्रो आज काङ्ग्रेससँग गठबन्धन गरे, भोलि एमालेसँग गठबन्धन गरे, पर्सि नेपाली कम्युनिस्टसँग गर्ने, पर्सि राप्रपासँग गर्ने गरेर हामीले गठबन्धन अथवा तालमेल गरेर चुनावमा गयौँ भने हाम्रो फेरि परिस्थिति यही हुन सक्छ। यो परिस्थितिको सामना गर्नु भनेको यो बाटोको अवस्थालाई मनन गर्नु हो। यो परिस्थितिको सामना गर्नु भनेको एउटा सुत्केरी दिदीबहिनीलाई हस्पिटलसम्म पुर्याउन जाँदाखेरिको अवस्थाको परिकल्पना गर्नु हो। यो फेरि केही पुराना राजनीतिक दललाई मतदान गर्नु भनेको शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधारका विषयमा पनि अब हामी वर्षसम्म पछाडि पर्नु हो। त्यसैले आदरणीय बुवामा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूलाई हार्दिकतापूर्वक मैले अनुरोध गर्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी यहाँहरूलाई अनुरोध गर्न चाहन्छ, यो विद्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा विद्यालयको रूपमा नयाँ पुराना ती दलहरूलाई पनि सिकाउनु पर्छ भनेर हिँडेको हुनाले मैले विद्यालय बनेको हो। यो अवस्थामा यहाँहरूले अब आउने इलेक्सन फाल्गुन 21 गते राज्यले चुनाव घोषणा गरिसकेको छ। भित्री मनबाट आज तपाईँहरू यहाँ 200 जम्मा हुँदै गर्दा अब तपाईँहरूले प्रत्येकले एक जना मात्र थप्नुभयो भने यो वडाजित छ। यो वडाजित भनेको राष्ट्रिय स्वतन्त्र पार्टीले रामेछाप जिल्लाका अन्य जिल्लाहरू पनि जित्तो हो। त्यसैले आउँदो मतदानलाई पनि ध्यान केन्द्रित गर्दै यो बन्ने समितिलाई राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप वनथली नगरपालिकाको अब्बल एउटा सक्षम नेतृत्व प्रदान गरेर जानुपर्छ भनेर हामी आज उपस्थित भएका छौँ। जसले गर्दा बन्ने समितिलाई अग्रिम बधाई शुभकामना व्यक्त गर्दै म निर्वाचन क्षेत्र पूर्व उपसभापति ज्योति शिवेन्द्र दाहाल यहाँहरूमाझ बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार, जय घन्टे। अति उत्कृष्ट धन्यवाद शिवेन्द्र दाहालज्यूलाई। त्यसै गरी मन्तव्यकै क्रममा निर्वाचन क्षेत्र समिति संयोजक विष्णु कार्कीज्यूलाई आफ्नो छोटो मन्तव्य व्यक्त गरिदिन म हार्दिक अनुरोध गर्दछु। ताली भड्काएर स्वागत गरिदिनु होला।